के हजुरहरूले नोटिस गर्नुभएको छ, कहिलेकाहीँ चाहिँ एउटा याद, एउटा मेमोरी चाहिँ हाम्रो मनमा घर गरेर बस्छ सधैँभरिको लागि। अहिले पनि हजुरहरूले याद गर्नुभयो भने त्यो चाहिँ एउटा मिठो सम्झना भएर बसिरहेको हुन्छ। कहिलेकाहीँ चाहिँ एउटा सानो नमिठो यादले पनि हजुरहरूको जीवनमा धेरै असर पार्छ। म चाहिँ आज मेरो बाल्यकालको एकदमै रमाइलो यादहरूलाई चाहिँ बटुलेर सेयर गर्न आएकी छु है। उमेर बढ्दै जाँदाखेरि बालापन, त्यो बच्चा बेलामा हामीले बिताएका पलहरू चाहिँ हाम्रो लागि अविस्मरणीय भएर बस्छ। बच्चा बेलामा कुनै टेन्सन नै थिएन। त्यति बेलाका कुराहरू याद गरेर चाहिँ हामीलाई यस्तो लाग्छ कि अहिलेको यो जो हाम्रो स्ट्रेसवाला लाइफ छ नि, योभन्दा राम्रो त हाम्रो चाइल्डहुड नै थियो। पहिले म सानो हुँदाखेरि 5 या 6 क्लासमा भनौँ न 4, 5तिर जस्तो बेलामा पढ्दाखेरि चाहिँ समर भेकेसन हुन्थ्यो नि त। चैतको महिना, वैशाखको महिनामा छुट्टी पाइन्थ्यो। नियरली 1 मन्थकै छुट्टी हुन्थ्यो। अनि मामा घर गइन्थ्यो। अनि मेरो मामा घर चाहिँ गाउँमा छ नि त। मामा घर गइन्थ्यो त्यति बेला। अब दादा, दिजूहरू, भाइ बहिनीहरू होइन, हामीहरू चाहिँ गाउँ डुल्न जाने होइन। बल्ल बल्ल त छुट्टी भएको हुन्छ, गाउँ गएको हुन्छ, गाउँ डुल्न जाने, परालको थुप्रोहरूमा खेल्ने। अनि त्यसपछि कस्तो शरीर चिलाउँथ्यो के परालमा खेलिसकेपछि। अनि गाउँ गाउँ डुल्न जाने, अनि जङ्गलहरूमा जाने, उखुबारीमा जाने, अनि उखु चोर्न जाने। अनि आँपहरू त्यति बेला सानो सानो काँचो काँचो भएको हुन्छ, अनि त्यो आँपहरू चोरेर खाने। अनि त्यस्तै धेरै खेलहरू खेलिन्थ्यो। गिल्ली डन्डा खेलिन्थ्यो, गुच्चाहरू खेलिन्थ्यो, चुङ्गी खेलिन्थ्यो, रबर ब्यान्ड है। सो धेरै 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 यादहरू छ। खोला किनारामा जाने, अनि खोलामा नुहाउने। ओ माई गड, त्यो बेला त यस्तो याद आउँछ। अनि खोलामा नुहाइसकेपछि चाहिँ मम्मी ड्याडीले थाहा पाइसिन्छ, मामा माइजूहरूले थाहा पाइसिन्छ होइन भनेर चाहिँ हामीले के गर्थ्यौँ भने चाहिँ नुहाइसकेपछि शरीर फुस्रो हुन्छ कि त्यो त्यो बालुवाहरू हुन्छ नि त्यस्तो त्यस्तो लाग्न सक्छ भनेर हामीले चाहिँ मजाले तेल लगाउँथ्यौँ कि खोलामा। अब नुहाइसकेपछि चाहिँ तेल लगाउने कि, अनि तेल लगाएपछि चाहिँ थाहा हुँदैन हामी खोलामा गएको भनेर सोच्थ्यौँ। तर त्यस्तो त कहाँ हुनु होइन, प्यारेन्ट्स आर प्यारेन्ट्स। यस्तै चाइल्डहुड मेमोरिजहरू छ। अहिले त्यो कुराहरू चाहिँ अब कति चिजहरू चाहिँ हाम्रो लाइफमा स्ट्रेसहरू छ होइन, कति कुराहरू चाहिँ अगाडि रिस्पोन्सिबिलिटीहरू हुन्छ। तर विगतको त्यो दिनलाई हेर्दाखेरि चाहिँ यस्तो लाग्छ कि मेरो चाइल्डहुड एकदमै राम्रो थियो होइन। अनि हामीले रमाइलो गऱ्यौँ, न कि फोन ग्याजेट्सहरू भन्दा पनि हामीले चाहिँ एक्चुअलमा लाइफ बाँचेका थियौँ। र अब हजुरहरूको पालो, हजुरहरूलाई चाहिँ कसलाई चाहिँ होइन एउटा यस्तो मेमोरी जो चाइल्डहुडको एउटा मिठो होइन यादहरू के छ, कमेन्ट सेक्सनमा चाहिँ कमेन्ट गर्नु है। अनि भन्नुहोस् ल हजुरहरूलाई के याद छ आफ्नो बाल्यकालको भनेर। यस्तै अरू अरू विचारहरू आएछ भने फेरि पनि भिडियो बनाएर आइहाल्छु है। नमस्ते।